लिखित शब्द कुनै पनि समाजको ज्ञान, शिक्षा र अधिकार प्राप्तिको आधार हो। तर दृष्टिविहीन र छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरूका लागि यो यात्रा दृश्यभन्दा ध्वनि, स्पर्श र प्रविधिमा आधारित हुन्छ। ब्रेल लिपि दृष्टिविहीन व्यक्तिहरूका शिक्षाको सबैभन्दा आधारभूत सामग्री हो। शिक्षण, सिकाइ, परीक्षा, तालिम र लेखनमा ब्रेल महत्त्वपूर्ण हुन्छ। यसले स्पर्शात्मक साक्षरताको विकासमा अनन्त योगदान पुर्याएको छ। स्क्रिन रिडर दृष्टिविहीन व्यक्तिहरूको सबैभन्दा प्रचलित पढ्ने विधि हो। स्क्रिन रिडरले डिजिटल पाठलाई आवाजमा सुनाउँछ, जसले दृष्टिविहीन वा छापा अक्षर पढ्न बाधा हुने वा पढ्न गाह्रो हुने व्यक्तिलाई सूचना उपलब्ध गराउँछ। यो हाम्रो ल्यापटपमा चाहिँ जुन यो सुनिरहनु भएको आवाज छ, यो चाहिँ स्क्रिन रिडर NVDA भन्ने एउटा सफ्टवेयरको थ्रुबाट चाहिँ स्क्रिनमा जे डिस्प्ले भइरहेको छ त्यो चाहिँ म सुनेर काम गर्छु हैन। यसको माध्यमबाट हामीले सुन्न मिल्छ। सो यसरी सुनेर मैले आफूले गर्ने हरेक रिपोर्टको कामहरू होला, डकुमेन्टेसनको कामहरू होला, जति पनि इमेल राइटिङदेखि लिएर जति काम एउटा प्रोजेक्ट हेर्ने प्रोजेक्ट म्यानेजरले गर्नुपर्ने हुन्छ म सबै काम गर्छु हैन। तर त्यसको लागि मलाई के चाहिन्छ त मलाई टेक्नोलोजीको सपोर्ट चाहिन्छ, स्क्रिन रिडरको सपोर्ट चाहिन्छ। तर यो भन्दै गर्दाखेरि जति अहिले सहज भएको छ त्यति नै चुनौती फेरि के छ भने एउटा लेभलमा हामी आइसकेपछि त आफूलाई टाइममा अपडेट गर्नु पर्यो नि त हैन। अरूसँग कम्पिट गर्नको लागि मैले अपाङ्गता नभएको व्यक्तिले गर्नुभन्दा डबल स्ट्रगल चाहिँ गर्नुपर्छ हैन। किनभने मलाई पनि नयाँ रिसर्च, नयाँ कन्टेन्ट पढ्न मन लाग्छ, तर त्यो किताबहरूमा सजिलै पाउन सक्दिनँ के। कन्टेन्टहरू कतिपय पाइएको किताबहरू फेरि एक्सेसिबल हुँदैन हाम्रो लागि हैन। कतिपय पढ्न खोज्छु पाउँदिनँ, कपिराइटको इस्यु हुन्छ, धेरै कुराहरू हुन्छ। किबोर्डका कमान्डहरू प्रयोग गरी उनीहरू शीर्षक, तालिका, लिङ्क, पृष्ठ र अनुच्छेदहरूमा सजिलै विचरण गर्छन्। NVDA, जज फर विन्डो, भोइस ओभर र टकब्याक जस्ता प्रविधिहरूले लाखौँ यस्ता प्रयोगकर्ताहरूलाई सूचनाको संसारसँग जोडिरहेका छन्। विशेष गरी मैले PDF फाइलहरूलाई धेरै मात्रामा खोलेर पढिराख्नुपर्ने हुन्छ। सरकारी निकायले हाल्ने विभिन्न सूचनाहरू, ऐन कानुनका कुराहरू मलाई अत्यन्त आवश्यक परिराख्छन्। त्यसको लागि मैले नेपाल सरकारको वेबसाइटहरूमा गएर विभिन्न ऐन कानुनका PDF फाइलहरू त्यहाँ राखिएका हुन्छन्, त्यो फाइलहरूलाई चाहिँ डाउनलोड गर्ने गर्छु। र त्यो वेबसाइटबाट डाउनलोड गरेका PDF फाइलहरू विशेष गरी प्रीति फन्डमा लेखिएका हुन्छन्, जुन प्रीति फन्डलाई यो कम्प्युटरको भाषामा बुझ्न सक्दैन। यदि यो फाइल युनिकोडमा उपलब्ध हुन्थ्यो भने यसलाई हामीले सहज तरिकाले पढ्न सक्थ्यौँ। तर प्रीति फन्डमा भए तापनि मैले आफ्नो अफिसको दैनिक कार्यहरू त गरि नै राख्नुपर्ने हुन्छ। त्यसको लागि मसँग जतिखेर पनि सहयोगी व्यक्ति मसँग उपलब्ध हुनुहुन्न। त्यसको लागि मैले विभिन्न एप्लिकेसनहरू, OCR सफ्टवेयर जसलाई हामी अप्टिकल क्यारेक्टर रिकग्नाइजर पनि भनेर भन्छौँ, त्यो सफ्टवेयरहरूको प्रयोग गरेर यो प्रीति फन्डमा भएको टेक्स्टलाई युनिकोडमा कन्भर्ट गरेर म पढ्छु। स्पर्शीय रूपमा गरिने पढाइको संसार भने ब्रेलमा आधारित छ। रिफ्रेसेबल ब्रेल डिस्प्ले वा ब्रेल नोट टेकरले डिजिटल पाठलाई त्यही समयमा स्पर्शीय ब्रेलमा रूपान्तरण गर्छ। मसँग यो अर्बिट रिडर छ। यसको तीनवटा काम छ। एउटा रिफ्रेसेबल ब्रेल डिस्प्ले, अर्को ब्रेल नोट टेकर र बुक रिडर। अब अहिले यहाँ मसँग एउटा किताब छ। यो किताब चाहिँ मैले पढ्दैछु। नेपाल नेत्रहीन सङ्घको संस्थागत विकास तालिम काठमाडौँ है। नेपाल नेत्रहीन सङ्घले केन्द्रीय कार्यालयले प्रदेश शाखाहरूलाई यसरी यो चाहिँ यो पढेको भयो। त्यसपछि यहाँनिर लेख्न पनि मिल्छ, जस्तो यो मेरो यहाँ तलतिर देखिरहेछ ब्रेलमा नाम छवि हो। यो प्रविधि विशेष गरी श्रवण दृष्टिविहीन व्यक्तिहरू, दृष्टिविहीन विद्यार्थी र पेसाकर्मीका लागि अत्यावश्यक मानिन्छ। यसले गणित, प्रोग्रामिङ र भाषा सिकाइमा गहन प्रभाव पार्दछ। अडियो बुक र डेजी ढाँचाले अध्ययनलाई अझ प्रभावकारी बनाउँछ। डेजी एउटा विशेष पहुँचयुक्त ढाँचा हो जसले अध्याय, पृष्ठ, शीर्षक र अनुभागहरूमा संरक्षित विचरण प्रदान गर्छ। यसले विद्यार्थी, शोधकर्ता र पाठकहरूलाई दक्षतापूर्वक सामग्री बुझ्न मद्दत गर्छ। दृष्टिविहीन व्यक्तिहरूको लागि ब्रेल स्पर्शबाट पढ्ने विधि भयो भने सूचना प्रविधिको प्रयोग गरेर पढ्ने विधि छ। त्यो विधिमा चाहिँ नि एक्सेसिबिलिटी, पहुँचयुक्त डिजिटल एक्सेसिबिलिटीलाई हामीले ध्यान दिन्छौँ। अब कुनै स्क्यान गरेको डकुमेन्ट त्यो एक्सेसिबल हुँदैन,
त्यो पिक्चरको रूपमा मात्रै देखिन्छ, दृष्टिविहीनहरूले पढ्न सक्दैनन्। र त्यसलाई चाहिँ हामीले प्रोसेस गरेर एक्सेसिबल कन्टेन्ट तयार पर्छ र त्यो एक्सेसिबल कन्टेन्ट तयार गरेर बनाउने पुस्तक चाहिँ नि विभिन्न प्लेटफर्ममा बनाउन सकिन्छ। त्यसमा पहिलो प्लेटफर्म भनेको चाहिँ डेजी हो, डिजिटल एक्सेसिबल इन्फर्मेसन सिस्टम। र यो हामीले चाहिँ नि सन् 2004-05मा नेपालमा भित्राएका हौँ। म आफै 2002मा जापानमा गएर यो प्रविधि सिकेर आएपछि र यसमा पुस्तकहरूलाई पढेर आवाजबाट अथवा त्यो युनिकोडमा चाहिँ नि लेखिएको पाठलाई पुरै कम्प्युटरमा भएको आवाज, त्यसलाई टेक्स्ट टु स्पिच इन्जिन भनिन्छ, त्यसको आधारमा पढ्ने, यो दुईवटा विधिमा गर्न सकिन्छ। र अहिले आएर फेरि नयाँ प्रविधि छ, त्यो भनेको चाहिँ नि एक्सेसिबल पब्लिसिङ भनेर भनिन्छ। त्यो भनेको कुनै पनि प्रकाशकले पुस्तक प्रकाशन गर्ने नै समयमा एकैपटकमा त्यो इपबमा यदि निकाल्ने हो भने त्यो पूर्ण पहुँचयुक्त बन्न सक्छ। त्यो भनेको इलेक्ट्रोनिक्स पब्लिकेसन हो, इपब भनिन्छ। र कुनै पनि प्रकाशक जनक शिक्षा सामग्री केन्द्रबाट रेडी टु प्रिन्ट भर्सनलाई यदि हामीले इपबमा कन्भर्ट गर्ने हो भने त्यसको लागि अतिरिक्त पैसा पर्दैन। कुनै पनि प्रकाशकले विद्यालयका कुनै पनि पुस्तकहरू निर्माण गर्दाखेरि यदि त्यसलाई डाइरेक्ट इपबमा कन्भर्सन गर्ने हो भने त्यसमा कुनै अतिरिक्त पैसा पर्दैन। तर उनीहरूले इनडिजाइनमा बनाउँछन् र इनडिजाइनमा चाहिँ नि उनीहरूले ट्रेडिसनल फन्टहरू युज गर्छन्। त्यसले गर्दाखेरि हामीले इपब पुस्तकहरू पनि पहुँचयुक्त बनाउन सक्दैनौँ। र हामीसँग एड्राडले बनाएको धेरै पहुँचयुक्त पुस्तक, इपब पुस्तकहरू, डेजी पुस्तकहरूको हामीसँग इक्जाम्पल छ। हामी त्यसलाई प्रस्तुत पनि गर्न सक्छौँ र नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र या CHRDलाई हामीले त्यस्ता पुस्तकहरू चाहिँ यसरी बन्छ भनेर नमुना पनि हामीले प्रस्तुत गरेका छौँ। र यसपालि चाहिँ पाठ्यक्रम विकास केन्द्रले त्यस्तो पुस्तकको नमुना बनाउनको लागि चाहिँ प्रयास गरेको छ भन्ने हामीले थाहा पाएका छौँ। यद्यपि सरकारले र सबै तहको सरकारले यो पहुँचयुक्त पुस्तकहरू चाहिँ नि मेन स्ट्रिमिङ पब्लिसिङमा नै भनेपछि प्रकाशन हुँदा कोरेको मूलधारमा नै यदि एकैपटकमा इपब बनाउने हो भने त्यही पुस्तक प्रिन्टमा पनि निस्किन्छ, त्यही पुस्तक आवाजमा पनि निस्किन्छ, त्यही पुस्तक ठुलो वर्णमा पनि निस्किन्छ र त्यही पुस्तकलाई चाहिँ हामीले कम्प्युटरमा डिजिटल कन्टेन्टको रूपमा पनि पढ्न पाउँछौँ। न्यून दृष्टि भएका व्यक्तिहरूका लागि दृश्य पढाइ अझै सम्भव हुन्छ। ठुलो अक्षरका पुस्तकहरू, उच्च कन्ट्रास्ट रङ, स्क्रिन म्याग्निफिकेसन र जुमले उनीहरूको पढ्ने क्षमतालाई सहज बनाउँछ। सही फन्ट आकार र डिजिटल अभिगम्यता सेटिङहरूले दैनिक पढाइमा महत्त्वपूर्ण भूमिका खेल्छ। डिजिटल प्रविधिको अर्को रूप हो OCR। कुनै पनि छापा अक्षर पढ्न बाधा हुने सामग्रीलाई क्यामेरा वा स्क्यानर मार्फत डिजिटल पाठमा रूपान्तरण गरी स्क्रिन रिडर वा अडियो लुपमा पढ्न सकिन्छ। यो मेनु, बिल, पुस्तक, सरकारी कागजात वा हस्तलिखित नोट पढ्न अत्यन्तै उपयोगी छ, जुन कम्प्युटर, इन्टरनेट वा मोबाइल एप्समा प्राप्त हुन्छ। अहिले हाल मैले सिङ AI को प्रयोग गरेर बृहत्तर यौनिकताको सवालमा लेखिएको सामग्रीलाई पढेँ। यो पहुँचयुक्त सामग्री नहुँदा मैले सिङ AI लाई विकल्पको रूपमा प्रयोग गर्नु पर्यो। यदि नेपालमा मार्कस ट्रिटीको अनुमोदन भएको खण्डमा म जस्ता तमाम दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू प्रविधि नभए तापनि यदि प्रिन्टेड डकुमेन्टहरू पहुँचयुक्त ढाँचामा विभिन्न माध्यममा उपलब्ध हुँदा सहज रूपले पढ्न सक्छन्। हाल यो त्रुटि नहुँदा आम दृष्टिविहीन व्यक्तिहरू कुनै पनि पाठ्य सामग्रीहरू सहजताका साथ पढ्न सकिरहेका छैनन्। लिखित सामग्रीलाई सबैका लागि पढ्न सुलभ बनाउन निर्माणमै पहुँचयुक्तता आवश्यक छ। ट्याग PDF, संरक्षित वर्ड, HTML, डेजी र EPUB जस्ता ढाँचाले स्क्रिन रिडर र ब्रेल उपकरणमा पूर्ण रूपमा काम गर्छन्। दृष्टिविहीन र छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरूको पढाइ केवल प्रविधिको उपलब्धता होइन, समान अधिकार, समान अवसर र सम्मानजनक जीवनतर्फको यात्रा हो। तर ध्वनि, स्पर्श र प्रविधिले भरिएको यो पढाइ सामग्री के सजिलै प्राप्त हुन्छ त? यसमा के अवरोध रहेको छ? अब हामी यो समस्या उजागर गर्ने प्रयास गर्दछौँ। हामीले चाहिँ यो
किताबहरू अडियोमा ब्रेलमा सबै बनाउन नपाउँदा चाहिँ एकदम प्रब्लम भइरहेछ होइन। हाम्रो स्कुल विशेष गरी अझै यो सरकारी स्कुल नभएर अब प्राइभेट स्कुल हो, अनि यो बुकहरू चाहिँ कपिराइट लाग्ने अनि हामीले सफ्ट कपी पनि नपाउने गर्नाले ब्रेलमा बनाउन चाहँदै पनि बनाउन पाएको छैनौँ, प्लस यो अडियोमा पनि बनाउन पाएको छैनौँ होइन। धेरै चिजहरू चाहिँ पहुँचयुक्तै छैन कि हाम्रो लागि, अनि त्यसले गर्दा चाहिँ हामीलाई एकदम प्रब्लम भइरहेछ। त्यही भएर यो मेडाकस सन्धि चाहिँ हाम्रो नेपालमा लागू भइदियो भने स्कुलदेखि लिएर हाम्रो सम्पूर्ण अब कलेज लेभलका अब भाइ बहिनीहरूले पनि राम्रोसँग पढ्न पाउनुहुन्थ्यो, त्यसै अनुसारको राम्रो व्यवस्था हुन्थ्यो, अनि हामीलाई कपिराइट लाग्ने थिएन, अनि हामीले बुकहरू बेच्न नभएर पढ्नको लागि त हामीले नि पाउनु पर्यो नि, त्यसको लागि चाहिँ राम्रो व्यवस्था हुन्थ्यो भन्ने चाहिँ हाम्रो चाहना छ। कतिपय स्थितिमा चाहिँ हामीले होमवर्क नै गर्न पाइरहेको हुँदैनौँ। ब्रेल बुक हाम्रो कोर्सको ब्रेल बुक ढिला आइदिएको कारणले गर्दाखेरि चाहिँ धेरै नै प्रब्लमहरू हुन्छ, अनि कतिपय आउट नलेजको कुराहरू भयो, क्विज बुस्टर बुकहरू हाम्रो लाइब्रेरीमा कति धेरै छ, तर हामीले त्यो कुरा चाहिँ ब्रेलमा प्राप्त गर्न नसक्दाखेरि कतिपय अवस्थामा चाहिँ हामीहरूले आफूलाई हाम्रो नर्मल स्टुडेन्टहरूसँग कम्पेयर गर्दाखेरि चाहिँ अलि थोरै नलेज पाएको हो कि जस्तो पनि हामीले कहिलेकाहीँ महसुस गर्ने गर्छौँ। हामीले कपिराइट नलाग्ने भएको भए किताबहरूमा हामीले त्यो किताबहरू पढ्न पाउँथ्यो होला, अहिले त्यही भएर कपिराइट लाग्ने भएकाले हामीले त्यो किताबहरू राम्ररी पढ्न पाइरहेका छैनौँ। हाम्रो यो अहिले 8, 9, 10मा सेट बुक्सहरू भयो, यसबाट हामीले राम्ररी प्र्याक्टिस गर्न नि पाइरहेको छैनौँ, यो ब्रेलमा एभाइलेबल नि गर्न सकिएको छैन। ज्ञान प्राप्त गर्न पाउनु मानव अधिकार हो, तर नेपालका हजारौं दृष्टिविहीन, न्यून दृष्टियुक्त र छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरूका लागि पुस्तक आज पनि दृश्य सीमाभित्र कैद छ। नेपालको प्रतिलिपि अधिकार ऐन 2059ले पहुँचयुक्त पुस्तक निर्माणमा प्रतिलिपि अधिकार सहुलियत नदिँदा शिक्षा र सूचना प्राप्ति अधिकार प्रत्यक्ष रूपमा अवरुद्ध भएको छ। हामीलाई पढाइ लेखाइमा ज्यादै बाधा कठिनाइ का बावजुद पनि आफ्नो पढाइ पुरा गरेर आज चाहिँ नि यो पोजिसनमा आइपुगिएको छ। यद्यपि हामीले पढ्दा वा अहिले पनि पढाइ लेखाइमा कसैले कुनै लेखकहरूले वा राइटरहरूले प्रतिलिपि अधिकारको मुद्दा दायर गरे भने हाम्रा निमित्त बनाइएका प्रोडक्सनहरू, ती उत्पादनहरू चाहे ब्रेलमा वा चाहे चाहिँ अडियोमा जेसुकैमा भएको भए पनि त्यो चाहिँ नै प्रतिबन्धित हुने अवस्था छ। अपाङ्गता भएको व्यक्तिहरू, त्योमाथि दृष्टिविहीन व्यक्तिहरूलाई चाहिँ यसले कठिनाइ गरिरहेको छ। त्यसकारण माराकस ट्रिटी जो अन्तर्राष्ट्रिय सन्धि हो, त्यो जुन सन्धिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति भनौँ वा छापा अक्षर पढ्न नसक्ने व्यक्तिहरूको लागि उनीहरूको पाठ्य सामग्रीहरू उनीहरू मैत्री ब्रेलमा, अडियोमा वा ठुला छापामा उत्पादन गर्दा प्रतिलिपि अधिकार नलाग्ने अन्तर्राष्ट्रिय कानुन हो। यो चाहिँ अनुमोदन नहुँदा हामीलाई यो चाहिँ किताबहरू सबै सजिलै पढ्न प्राप्त हुन सकेको छैन भने अनलाइन लाइब्रेरीहरूमा हाम्रो एक्सेस पुग्न सकेका छैन। ब्रेल, अडियो, डेजी वा स्क्रिन रिडर मैत्री डिजिटल संस्करण बनाउन प्रकाशकको अनुमति अनिवार्य चाहिन्छ। प्रक्रिया कष्टकर, ढिलो र कहिलेकाहीँ सम्भव नै हुँदैन। यही कारणले धेरै विद्यार्थीहरू सहपाठीभन्दा पछाडि पर्छन्, अनेक अवसर गुमाउँछन् र अधिकार नै गुमाउन पुग्छन्। सन् 2013मा विश्व सामु एक ऐतिहासिक सन्धि आएको थियो, मराकस सन्धि। यस सन्धिले दृष्टिविहीन र छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रकाशित पुस्तकलाई अनुमति बिना गैर व्यापारिक रूपमा पहुँचयुक्त ढाँचामा रूपान्तरण गर्न विश्वव्यापी कानुन छुट प्रदान गर्छ। आज 125 भन्दा बढी देशले यसलाई अनुमोदन गरिसकेका छन्, तर नेपाल भने अझै पनि पछि छ। मराकस ट्रिटीको कुरा गर्दा चाहिँ नेपालमा अपाङ्गताभित्र पनि दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि यसको आवश्यक छ भनेर सरकारले नि महसुस गरेको हो र यसलाई पटक पटक संसदसम्म छलफल गर्न लगेको पनि अवस्था हो। तर सरकारको अस्थिरताका कारण विशेष गरी यो चाहिँ ठुलो खालको सन्धि, यसलाई पारित गर्न चाहिँ संसदै चाहिने र महिला मन्त्रालय मात्र पनि यसको सरकारवाला निकाय नभएर
यो चाहिँ अन्य मन्त्रालय जस्तो पर्यटन मन्त्रालय मार्फत जानुपर्ने हुनाले यसको प्रक्रिया चाहिँ लामो हुने र प्रक्रिया गर्दा गर्दै केही गरी त्यो चाहिँ संसदमा पेश हुन सकेन भने फेरि अर्को सरकार आउँदा चाहिँ फेरि जिरोबाटै त्यो काम सुरु गर्नुपर्ने हुँदा आजसम्म हामीले यो नीतिलाई महत्त्वपूर्ण मान्दै पनि अनुमोदन गर्न नसकेको अवस्था छ। नेपालमा 1,25,000 भन्दा बढी दृष्टिविहीन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका विद्यार्थी छन्। शैक्षिक, साहित्यिक, सरकारी र अनुसन्धान सामग्री पहुँचयुक्त नहुँदा उनीहरूको भविष्य वास्तविकमै अन्धकारमा सीमित भएको छ। नेपालमा वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन फलो नगरिकन वेबसाइटहरू बन्ने गरेको कारणले गर्दा धेरै अपाङ्गता भएका व्यक्तिहरू र त्यसमा पनि दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू ज्यादै नै प्रभावित भइरहेका छन्। प्रभावित इन द सेन्स कि वेबसाइटमा भएका इन्फर्मेसनमा एक्सेस लिनको लागि यो गाइडलाइन फलो नगरिकन अरू तरिकाबाट बनाइएको कारणले गर्दा त्यहाँ एउटा लिमिटेसन बेरियर क्रिएट भइरहेको छ। नेपालमा यी सबै इन्फर्मेसनहरू वेबमा राख्ने र त्यसलाई विभिन्न अन्य अल्टरनेटिभ मिन्सहरूबाट पब्लिस गर्नको लागि, त्यो भन्नुको अर्थ नेपालबाट प्रकाशित हुने पब्लिकेसनहरूलाई विभिन्न अन्य वैकल्पिक माध्यमबाट विभिन्न प्लेटफर्महरूमा प्रकाशन गर्नको लागि नेपाल सरकारले म्याराकस ट्रिटीलाई अनुमोदन गर्नुपर्छ। यो भनेको कुनै पनि प्रकाशकको प्रकाशनलाई अन्य वैकल्पिक विधिहरू जस्तै डिजिटल प्लेटफर्म लगायत टकिङको रूपमा स्क्रिन रिडिङ कम्प्याटिबल अथवा अडियो बुक्स तयार गर्नको लागि म्याराकस ट्रिटी नामक अन्तर्राष्ट्रिय महासन्धिलाई नेपालले हस्ताक्षर गर्नुपर्ने हुन्छ। यो कपिराइट सम्बन्धी एउटा महासन्धि हो जसलाई देशले, राज्यले, स्टेटले त्यसलाई रेटिफाई गरेको खण्डमा चाहिँ दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति र छापा अक्षर पढ्न नसक्ने व्यक्तिहरूको हकमा प्रकाशकको त्यो प्रकाशनलाई अन्य वैकल्पिक माध्यमबाट पनि प्रकाशन गर्न, विभिन्न प्लेटफर्महरूमा प्रकाशन गर्नको लागि हामीलाई बाटो खुल्छ। मराकस सन्धि अनुमोदन भएपछि ब्रेल, अडियो, डेजी, इपब जस्ता ढाँचा स्वतन्त्र रूपमा बनाउन पाइनेछ। विदेशी अनलाइन पुस्तकालयसँग पहुँचयुक्त सामग्री आदान प्रदान गर्न सकिनेछ। विश्वविद्यालय र विद्यालयका विद्यार्थीले समयमै सामग्री पाउनेछन्। हामीले म्याराकस ट्रिटी रेटिफिकेसनको लागि प्रमुख प्राथमिकता दिएका छौँ, किनभने हाम्रो काममा पहुँचयुक्त सूचना प्रणालीको प्रयोग गरेर विद्यार्थीहरूले पुस्तक पढ्ने चाहिँ वातावरण हामीले सृजना गरेका छौँ। हामीले मोबाइल वितरण गरेका छौँ विद्यार्थीहरूलाई। हामीले पहुँचयुक्त पुस्तकहरू निर्माण गरेर हाम्रो लाइब्रेरीमा राखेका छौँ। तर हामीले अन्तर्राष्ट्रिय रूपमा त्यस्ता पुस्तकहरू चाहिँ राख्न हामीले पाउँदैनौँ, किनभने हाम्रो देशले म्याराकस ट्रिटी रेटिफाई गरेको छैन। यो म्याराकस ट्रिटी भनेको चाहिँ नि अपाङ्गता भएका व्यक्तिहरू, विशेष गरेर दृष्टिविहीन र छापा अक्षर पढ्न बाधा भएका व्यक्तिहरूको लागि चाहिँ नि प्रतिलिपि अधिकार सहुलियत दिने यो अन्तर्राष्ट्रिय कानुन हो। यसले कपिराइट एक्सेप्सन दिन्छ। हाम्रो नेपालको प्रतिलिपि अधिकार ऐन 2002-59ले वास्तवमा कुनै पनि प्रकाशकले प्रकाशन गरेका पुस्तक या कुनै पनि लेखकले लेखेका पुस्तकहरू उनको लिखित सहमति बगैर अर्को ढाँचामा निकाल्न पाइँदैन। तर हामी दृष्टिविहीनहरूले कि त त्यो पुस्तक ब्रेलमा पढ्न पाउनु पर्यो, नभए भने आवाजयुक्त ढाँचामा पढ्न पाउनु पर्यो। नत्र भए त हामी त हाम्रो सूचनाको हक पनि पाउँदैनौँ, हाम्रो पढ्ने अधिकार पनि पाउँदैनौँ। भनेपछि उनीहरूले त्यो कपिराइट हामीलाई नदिने हो भनेदेखि हामीलाई कानुन लाग्छ र त्यो हामीले गरेको कुरा गैर कानुनी ठहरिन्छ। त्यसले आफ्नो पढाइको लागि सामग्रीहरू प्राप्त गर्ने कुरा चाहिँ नि यदि गैर कानुनी ठहरियो भनेदेखि त दृष्टिविहीन व्यक्तिहरूले त कहिले पनि पढ्न पाएनन्। त्यही भएर संयुक्त राष्ट्रसङ्घले यो सन्धि ल्याएको। यो वास्तवमा यो सन्धि विकासोन्मुख मुलुकहरूका सबै दृष्टिविहीनहरू र छापा अक्षर पढ्न बाधा भएका व्यक्तिहरूको शिक्षाको अधिकारको लागि ल्याइएको हो र नेपालले यसलाई अनुमोदन गर्नुपर्ने यो प्रक्रिया धेरै लामो चल्यो। सन् 2016देखि यसमा हामीले निरन्तर काम गरिरह्यौँ, तर पनि यो पार्लियामेन्टमा पनि 2 पटक पुग्यो, क्याबिनेटमा 2 पटक पास गरिसक्यो। पार्लियामेन्टमा टेबल नगरेको कारणले गर्दाखेरि हुन सकेन। दोस्रो संविधान सभाको बेलामा र अहिले 74 भन्दा पछाडिको पार्लियामेन्टमा, प्रतिनिधि सभामा भनेपछि त्यो बेलामा टेबल हुन नसकेर यो फेरि अहिले तुइयो भने अब फेरि यसलाई तत्काल
अनुमोदन गर्ने प्रक्रियामा जानको लागि चाहिँ हामीले अभियान चलाइरहेका छौँ। हामी सबैलाई अनुरोध गर्न चाहन्छौँ, सभासददेखि लिएर अधिकार कर्मीहरू, राजनीतिक दलहरू सबैलाई कि दृष्टिविहीन व्यक्तिहरूलाई प्रतिलिपि अधिकार सहुलियत नदिने हो भने उनीहरूले पढ्न, लेख्न, यो सबै काम गर्नको लागि चाहिँ नि प्राप्त गर्न सक्दैनन् अधिकार। र क्रस बोर्डर एक्सचेन्ज भनेपछि हामीले बाहिर निर्माण गरेका पुस्तकहरू आफ्नो देशमा ल्याउन सक्दैनौँ र हामीले बनाएका पुस्तकहरू बाहिर पठाउन सक्दैनौँ अनलाइन मार्फत पनि। र नेपालको प्रतिलिपि अधिकार कानुनलाई पनि त्यही ट्रिटी अन्तर्गत संशोधन गरेर कम्तीमा दृष्टिविहीन व्यक्तिहरू र छापा अक्षर पढ्न बाधा भएका व्यक्तिहरूको लागि चाहिँ नि प्रतिलिपि अधिकार सहुलियत प्रदान गर्नुपर्छ, ताकि उनीहरूले ब्रेलमा या आवाजयुक्त रूपमा या डेजी अथवा इपअपमा चाहिँ नि यो पुस्तकहरू निर्माण गर्न सकुन् र सबै बालबालिकाहरूले सबैको लागि शिक्षा भन्ने जुन मूल नारा छ, लिभिङ नो वान बिहाइन्ड, यो अन्तर्गत चाहिँ शिक्षा प्राप्त गर्न सकुन्। तर यसलाई सम्भव बनाउन नेपालले प्रतिलिपि अधिकार ऐन 2059 प्रतिलिपि अधिकार छुट थपेर संशोधन गर्नुपर्छ। अर्थात् अधिकारवालाको अनुमति बिना शिक्षा र गैर व्यापारिक प्रयोजनमा दृष्टिविहीन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त ढाँचा बनाउन मिल्छ भन्ने स्पष्ट प्रावधान। यो संशोधनले नेपाललाई CRPD तथा SDG 4 का दायित्वसँग पनि पूर्ण रूपमा समायोजन गराउँछ। कहाँ पढ्नु? पढ्नै पाएको छैन नि। त्यो बुक न त अडियोमा छ न त ब्रेलमा छ, कसरी पढ्नु नि? प्रतिलिपि अधिकार सहुलियत नभएको कारण ब्रेल र अडियोमा चाहिँ बनाउन नपाएको हो नि। हो त, प्रतिलिपि अधिकार कानुन 2059 ले पनि त हामीलाई ब्रेल र अडियोमा रेकर्ड गर्नलाई रोकेको छ त नि। त्यसैले त माराकस ट्रिटी अनुमोदन गरेर प्रतिलिपि अधिकार कानुन 2059 लाई परिमार्जन गर्नुपर्छ भनेको नि। यी कथाहरू केवल व्यक्तिगत पीडा होइनन्, यो राष्ट्रकै शिक्षा प्रणालीमा रहेको अदृश्य अवरोध हो र यो अवरोध हटाउन कानुन संशोधन अत्यावश्यक छ। पढ्न पाउनु विशेष अधिकार होइन, यो प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो। मराकस सन्धि नेपालका लागि केवल एक सन्धि होइन, यो हजारौं नागरिकको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने न्याय र मानव अधिकारको बाटो हो। अब निर्णय नेपालकै हातमा छ, समावेशी शिक्षाको ढोका खोल्ने कि अवरोध यथावत राख्ने।